मलाई बाहिर नतान, तल हिलोमा मेरा छोरीहरू छन्, म उनीहरूलाई छाडेर आउन सक्दिन। उद्धार टोलीले दलदलमा आधा पुरिसकेका ती बुबाको हात समातेर आफ्नो सम्पूर्ण शक्ति लगाएर बाहिर तान्न खोज्दै थियो। डोरी तयार थियो, मान्छेहरू तयार थिए र उनको पछाडि जीवनको अन्तिम ढोका खुल्ला थियो। तर ती बुबाले आफ्नो हात बिस्तारै पछाडि ताने। उद्धारकर्ताहरू चिच्याइरहेका थिए, तर उनको आँखामा आफ्नै ज्यान जोगाउने कुनै हतार थिएन। थियो त केवल तल अँध्यारो हिलोभित्र च्यापिएका आफ्ना दुई कलिला छोरीहरूको अनुहार। उनलाई राम्ररै थाहा थियो, त्यो चिसो निसासिदो हिलोभित्र पुरिएका उनीहरूका साना शरीरहरूमा अब सास बाँकी छैन। उनीहरू यो संसारबाट गइसकेका छन्, तर आफ्ना सन्तानलाई त्यो डरलाग्दो अँध्यारो र चिसो हिलोमा एक्लै छाडेर आफू मात्रै बाहिर निस्किएर सास फेर्न ती बाबुको मनले मानेन। जब उद्धार टोलीले फेरि जबरजस्ती तान्न खोज्यो, उनले हिलोमा पछाडि हट्दै अन्तिम पटक रोएर भने, म बाहिर आएर के गरौँ, मेरा छोरीहरू तलै छन्, उनीहरूलाई एक्लै नछाड्नुहोस्। त्यसपछि उनले जे गरे त्यहाँ उपस्थित कसैको पनि आँखा उभानु रहेन। अर्को घटना हेरौँ। 4 जना छोराछोरी र श्रीमती गुमाएका गिरिलाल भोटेकोसीको उर्लदो भेल एकाएक बस्तीमा पस्यो। घरहरू हल्लिन थाले, मानिसहरूको भागाभाग भयो। तर गिरिलालको परिवारका लागि त्यो भयानक रात अन्तिम साबित भयो। 15 र 17 वर्षका दुई फूल जस्ता छोरीहरू, 10-12 वर्षका दुई कलिला छोराहरू अनि जीवनभर सुख दुःखमा साथ दिएकी श्रीमती, सबैजना एकैछिनमा गिरिलालको आँखै अगाडि बिलाए। न उनीहरूलाई बचाउन कुनै समय मिल्यो, न त अन्तिम पटक समात्ने वा अँगालो हाल्ने कुनै अवसर नै। प्रकृति यति निष्ठुरी भइदियो कि उर्लदो बाढीको त्यो महाविनाशकारी भेलले उनीहरूको हात छुटाएर छोड्यो। आफ्नै पसिनाले बनाएको घरको सिंगार जस्तै बगेर गयो। तर त्यो भन्दा बढी एउटा बाबु र लोग्नेको आँखा अगाडि उनको सिङ्गो संसार सधैँका लागि बगेर गयो। भोलिपल्ट बिहान जब भोटेकोसी अलि शान्त भयो, त्यहाँ केवल मसान घाट जस्तै सुनसान बगर मात्रै बाँकी थियो। छाती पिट्दै बगरका चिसो ढुङ्गाहरूमा ढलेर रुँदै गिरिलाल चिच्याइरहेका थिए। सबै कहे, म मात्रै कसरी बाँच्छु, म एक्लै भएँ। 15 र 17 वर्षका छोरीहरूको विवाहको सपना, 10-12 वर्षका छोराहरूको भविष्यको आशा अनि जीवन सङ्गिनीको साथ, सबै कुरा एकै झट्कामा भोटेकोसीको धमिलो पानीमा विलीन भयो। उनलाई भगवानले हिम्मत दिउन्। संसारमा यो भन्दा ठूलो सजायहरू के हुन सक्छ, जहाँ एउटा मान्छेले आफ्नै परिवारको अन्तिम श्वास, उनीहरूको चित्कार आफ्नै आँखाले हेर्नुपर्छ, तर केही गर्न सक्दैन। भगवानले गिरिलाललाई यो अकल्पनीय पीडा सहने शक्ति प्रदान गर्नु। अर्को घटना, इहुन करवीर गैरे रसुवा भन्सारका अधिकृत, जसको एउटा निर्णयले दर्जनौं मानिसको ज्यान जोगायो। छिनको सीमा नजिकै भन्सार कार्यालयमा सबै कर्मचारीहरू आफ्नै काममा व्यस्त थिए। अचानक पर डाँडामा धुलो र धुवाँको अनौठो बादल उठ्यो। धेरैले यसलाई बेवास्ता गर्न सक्थे, तर अधिकृत गैरेले खतरा तुरुन्तै पहिचान गरे। 1 सेकेन्ड पनि ढिला नगरी उनले भन्सारभरि चिच्याउँदै सबैलाई अलर्ट गराए र तुरुन्तै 1 किलोमिटर माथिको डाँडातिर भाग्न अनुरोध गरे। उनको त्यो चेतावनी पाउने बित्तिकै सबै कर्मचारीहरू माथितिर दौडिए। त्यसको केही सेकेन्डमै त्यो विशाल पहिरोले भन्सार परिसरलाई पुरिदियो। यदि उनले बेलैमा त्यो सुझबुझ नदेखाएको भए त्यहाँ निकै धेरै कर्मचारीको ज्यान जाने निश्चित थियो। ऐन मौकामा सही निर्णय लिएर साथीहरूको रक्षा गर्ने यी साहसी अधिकृतलाई शत शत सलाम छ। यी तीनवटा कहाली लाग्दा र मार्मिक घटनाहरूले हामीलाई प्रकृतिको निष्ठुरी रूपसँगै मानवताको सर्वोच्च शिखर देखाउँछन्।